हेलो गाइज वेलकम छ मेरो यो चाहिँ छोटो मिनी भ्लगमा। आज म चाहिँ कहाँ जान लागेको छु भनेपछि टोखा बोटखेल केको लागि भनेपछि फुड हन्टिङको लागि जान लाग्यो। आज चाहिँ मौसम एकदम खुलेको छैन कि पुरै पानी परेर तिमीहरू मौसम खतम छ, त्यही भएर यसो फुड हन्टिङको लागि जाऊँ न। के पाउँछ त्यहाँ गएर म हजुरहरूलाई देखाउँछु है त। खाली छ त आज त ए बोटखेल आएको त साथीहरू पुरै खाली छ है। बोटखेल आएको चाहिँ आज होइन, यहाँ पुरै खाना पाउँदै आज चाहिँ पुरै खाली छ। यहाँ रमाइ त यहाँ बोटखेल पानी परेर होला आज चाहिँ पुरै खाली भइरहेछ। नत्र यहाँ पुरै खानेकुराहरू सब भरेर हुन्थ्यो होइन, चाहिँ पुरै खाली छ यहाँ। गाइज आज चाहिँ पुरै सुनसान छ बोटखेल। यहाँ दिदी आएको थियो, कहाँ गयो म खोज्दैछु है। एकछिन रुकौँ, पुरै खाली सुनसान छ क्या बोटखेल यहाँ। नत्र यहाँ पुरै प्याक हुन्थ्यो नि यसको खानाको लागि। रमाइ त यहाँ पुरै खाली छ आज। मेरो नयाँ भ्लगमा वेलकम छ। हेलो भान्जी, के छ? ठिक छ नि? के गर्न आएको रे हामी आज यहाँ? मान्छे हेर्न पुरै खाली छ मान्छे, आज केही पनि छैन यहाँ। जति पनि यहीँ गएर पौडी खेल, आज पुरै खाली छ। खाना बोटखेलमा नास्ता खाना आएको, आज चाहिँ पुरै खाली छ यहाँ। बोटखेलमा सापु मिठा खाना आएको छैन साथीहरू, आज पुरै खाली छ। अब हेरौँ है त भोलि नेक्स्ट विक अब फेरि हामी खानेछौँ। आज चाहिँ पुरै खाली छ। आजको बजार चाहिँ पुरै सुनसान छ है, पुरै सुनसान छ, सुनसान। मेरो लागि भान्जीले मलाई ड्याएको है त, भान्जीले। साथीहरू हामी जान लाग्यो है, यहाँ केही छैन, पुरै खाली छ। आज नास्ताको व्यापारहरू सब सुनसान छ, सुनसान। त्यो चाहिँ भान्जीले ल्याएको है मलाई। भान्जी आएर हाई गरिदियो, हेलो गरिदियो। पुरै सुनसान छ। ल गाइजहरू म फर्केर रुमतिर के खानु बस्ने।